पनि बनाइदियो हेर्नुहोस्। यसरी चाहिँ हामीलाई एउटा विभेद गरिएको छ जुन संविधानले नै, त्यो भएको कारणले चाहिँ हामीले भन्दै आएको छौँ कि यो संविधानमा कानुनमा भनेर लेखे तापनि व्यवहारमा यो लागू भएको छैन। व्यवहारमा लागू भएको भए पश्चिममा लखेटी किन मार्यो दलितको छोरालाई हैन? तपाईँको यही जितपुर सिमाराको चाहिँ तपाईँको यो कुन ठाउँमा पो तपाईँको मन्दिर छिरेको न्युमा चाहिँ तपाईँको बेहोस बनाइदियो पिट्यो एउटा बिचारो नारीलाई। अस्ति भर्खर एउटा न्युज आइरहेको थियो तपाईँको चाहिँ पानी छोएको न्युमा चाहिँ तपाईँको कानबाट चाहिँ तपाईँको रगत निस्किने गरेर चाहिँ हानेको छ। यो त अन्याय भइरहेछ नि त हैन? यो तपाईँको व्यवहारमा लागू भएकै छैन। एउटा संवैधानिक रूपमा चाहिँ तपाईँको लेखे तापनि यो चाहिँ तपाईँको व्यवहारिक रूपमा चाहिँ कुनै पनि तपाईँको लागू भएको छैन। म आफैलाई पनि काठमाडौँमा म कामको सिलसिलामा चाहिँ एउटा बाहुनको घरमा पुगेँ। एउटा बाहुनको घरमा पुग्दाखेरि उहाँहरू चाहिँ खाना पकाइरहनु हुँदो रहेछ। मेरो कामै ग्यासको काम थियो। फेरि म ग्यासको काम गर्दै जाँदाखेरि चाहिँ उहाँहरूले के भन्नुभयो भन्दाखेरि बाबु एकछिन भन्नुभयो कि अनि किन होला भनेर चाहिँ मैले सोधेको थिएँ। यो अलिकति तपाईँहरूले छोएपछि हामीले खाना मिल्दैन, एकछिन रोक्नु अनि त्यसपछि यो चाहिँ खाना चाहिँ सबै पकाइसकेपछि मात्रै तपाईँले यो बनाउनु होला भनेर मलाई भन्नुभयो कि त्यतिखेर फिल भयो कि मलाई यो तपाईँको चाहिँ संवैधानिक रूपमा कानुनी रूपमा चाहिँ तपाईँको यो हट्यो, यो जातपात छैन, जातपातको पुरै गर्न हुँदैन भनेर चाहिँ भनिएको छ। तर यो व्यावहारिक रूपमा चाहिँ लागू भएको छैन। त्यो भएको कारणले यसलाई व्यावहारिक रूपमा लागू गराउनको लागि जसले सुरुमा आवाज निकालेको थियो, जसले चाहिँ तपाईँको यसको विरुद्धमा चाहिँ लडेको थियो, जुन महामानव डाक्टर गोपाल गुरुङले चाहिँ 2028 सालबाट उहाँ लागि परेर चाहिँ यो उच निचको व्यवस्था, जातभातको चाहिँ तपाईँको विभेद यसलाई हटाउनुपर्छ। यो नहटिकन यो देश चाहिँ तपाईँको समृद्धि हुन सक्दैन, विकास हुन सक्दैन, एउटा हामी नेपालीको भावना एकता हुन सक्दैन भनेर चाहिँ उहाँ 28 सालबाट चाहिँ यसरी निरन्तर लडेर चाहिँ उहाँ 73 सालमा बित्नुभयो। विदिता पनि उहाँको जुन दर्शन सिद्धान्तलाई चाहिँ हामीले जस्ताको तस्तै हामीले जुन जनतामा आम मूलवासीको चाहिँ के अरे सामु चाहिँ हामीले पुर्याउने उद्देश्यले हामी जुन दर्शनबाट प्रेरित भएर हामी यसरी चाहिँ आइरहेको छौँ। हामी एउटा भनौँ न तपाईँको चाहिँ जुन खालको एउटा व्यावहारिक रूपमै लागू हुने गरेर चाहिँ हाम्रो जुन मङ्गोल नेसनल अर्गनाइजेसनबाट चाहिँ यसरी चाहिँ तपाईँको गाउँ बस्तीमा यो एउटा चेतनाको जागरण, यो एउटा समानताको आवाज हैन, स्वतन्त्रताको आवाज, भातृत्वको चाहिँ तपाईँको समन्वय गरेर चाहिँ अब यो देशलाई एउटा नेपालीको भावनाले यो देशलाई तपाईँको चाहिँ विकास निकास दिनको लागि चाहिँ हामी यसरी चाहिँ अब गाउँ बस्तीमा गएर चाहिँ यो खालको एउटा अभियान लिएर आएका छौँ। तपाईँहरूले पनि बुझ्नु होला, अध्ययन गर्नु होला। सामाजिक सञ्जालमा चाहिँ विभिन्न खालको एउटा तपाईँको चाहिँ त्यस्तो खालको समाचारहरू पनि आइरहेछ। दुःख लाग्छ आफ्नै